guys, welcome back to my channel and welcome to my video. म चाहिँ कलेजतिर लागिसकेँ। आज चाहिँ हाम्रो पिएचसी भिजिट गर्ने। मौसमको हालत त देखिसक्नु भइहाल्यो होला हैन, कस्तो धेरै धुम्मिरहेछ। अनि आज मेरो लुगा पनि देख्न सकिहाल्नुहुन्छ। ओ माय गॉड, आज मलाई जाडो हुने भयो। गाइस, हामी चाहिँ बसमा चढिसकिरहेको छौँ हैन। हाय, यताको हुनुहुन्छ दिदी। तब चाहिँ हामी कलको बाटो छिरिसकेको छौँ। बाटो बन्द। दुई पटक गाडी घुमो। दिदी के भयो अरे भनिदिनु। हामी चाहिँ हैन गाइस, स्वास्थ्य चौकी हिँडेको प्रहरी चौकीनेर आइपुग्यो क्या। गाइस छैन, आजको एउटा फन्नी स्टोरी भनौँ कि कस्तो स्टोरी भनौँ। आज मैले एप्रोन बिर्सेछु हैन, गाडीमा बसेर फेरि फर्केर रुम गएर लिएर आएको क्या। So sad. म त कस्तो नजिक भनेर सोचिरहेको थिएँ। हामी अहिले बराहा क्षेत्रमा छौँ गाइस। मलाई चाहिँ केही आइडिया छैन के गर्ने कसो गर्ने हैन, के भनेर सोध्ने। ओह माय गॉड, कसरी रिपोर्ट बनाउने। दिदी तपाईलाई कस्तो लाग्यो? ज्योतिलाई कस्तो लागिरहेछ? छादेर बोलाइरहेछ। Oh no! कस्तो लागिरहेछ? मलाई पठाऊ यो। दिदीलाई कस्तो लागिरहेछ? एकदम रमाइलो कस्तो लागिरहेछ? एकदमै रमाइलो। बमेट रोक्यो? दिदी ओए के गरेको? यो त ओए बडी हो ले आफै जानेर क्वेशन गरेर रिपोर्टमा इन्क्लुड गर्नुपर्ने कुरा हो। त्यो पनि देखाउनु त। ओ माय गॉड, स्यामसङको सबैभन्दा खतरा फोन चाहिँ दिदीसँग छ है। अब हामी चाहिँ भित्र बसेको है। यहाँ एक्लै बस्नुको बेफाइदा चाहिँ यो रहेछ कि गाइस। अब चाहिँ फोटो खिच्ने कार्यक्रम हुन्छ। हाम्रो चाहिँ फोटोसुट कार्यक्रम पनि सक्यो होइन। अब सायद खाजा खाने हुन्छ होला। अब हामी चाहिँ पिएचसी फिल्ड सकेर घर गएको। तपाईँको च्यानल पनि भन्नु न। मेरो च्यानलको नाम चाहिँ खुसी डट खेरेसुङमा हो। उहाँको च्यानल पनि भिजिट गरिदिनु होला एकपटक होइन। फिनाले हामी चाहिँ कलेज 14:55 भएछ अहिले। कुरा चाहिँ नि यहाँनिर रुख काटिदिनु भएको छ। नेपाली चाहिँ गर्मीमा अलिअलि भए पनि हावा आउँथ्यो है। हजुर। 1 hour later. हेलो, हामी चाहिँ यहाँनिर चटपटे खाना खाएको छौँ होइन। आज नखाएको नाम हो त गाडीले It's okay. बिहान शीतल थियो, गर्मी उस्तै। पानीको फेरि कस्तो बिजोक। कलको पानी सार्दै थिएँ, मलाई कन आउँदा। दिदी तपाईँको अनुभव कस्तो सुनाउनु त? बिजोक अल्छी लाग्दो भयो। भर्सेस रियालिटी भयो। यसलाई खोइ कुन भाषामा पानी पतासी भन्छ क्या। पानी पठासी दामी रह। चिसो छ नि पानी। घरमा नि बेच्छ नि त, तिमीलाई मात्र ल्याइदिने हो त। उधर चाहिँ त्यस्तै हुन्छ हौ। ठिक्कको छ हौ यतिको त। ठुलो पनि मुखै नआट्ने हुन्छ। पुग्यो चटपटे आयो गाइस। चल फोटो यी चटपटे धलेको साँच्चै त अनि धेरै कहाँ जान्छ यो सबै सेतो भइसक्यो। यहाँ देखियो सबै कति धेरै क्या है। माया 49 भए मेरो माया 100। दिदी यो जोन चामलिङकोबाट किन्नु भएको होइन? जोन जान्दिन होइन, पूर्ण राई। म फ्यान हो नि त पूर्ण राईको। पूर्ण राई इज लभ। भयो लाग्छ मलाई। आज हामीले जोन चामलिङको घर पनि देख्यौँ। दिदीले नि चिनाउनु भएको। पूर्ण राई हो। पूर्ण राईको त जोन चामलिङ भन्नुभएको होइन अघिको घर? पूर्ण राई हो। पूर्ण राई हो, पूर्ण राई।
अहिको त घर कुन आएको अहिको घर बिहान देखेको पूर्ण राई क्या पूर्ण राई घर चाहिँ देखिएन हौ घर जाने बाटो चाहिँ देखिएको हो क्या क्याफे खोइ के भन्नु त्यो त आत्मरञ्जन त्यो त जोन चान्दिङको क्याफे हो क्या त्यो त्यो बुके माल्ने फुल हो अनि दिदीले चाहिँ यहाँनिर चुटाउनु हुँदैछ म पनि अब चुटाउने म स्ट्रङ आई एम स्ट्रङ गर्ल ए मेरो कपाल आलुको बिउ आई लभ यु होइन आलुको बिउ मलाई यो फुल चाहिँ किन नि मनै पर्दैन गाइस अब म चाहिँ मेरो रुमको नजिक आइपुगिसकेँ अनि बाई सी यु नेक्स्ट भिडियो अनितालाई थाहा होला हौ अनिमालाई एक्सपेक्टेसन चाहिँ के राख्नु भएको थियो अर्कै राखिरहेको थिएँ नि रमाइलो हुन्छ होला भनेको भरे बास्ना पनि अनि त्यो हामी त्यो गोठालो जाँदाखेरि होइन यस्तो फुलहरू टन्नै हुन्छ कि अनि त्यो गोठालोमा त्यो गोरुहरूलाई त्यो भाग्दाखेरि पनि यस्तोले धेरै घोच्थ्यो क्या अनि धेरै यो चाहिँ एकदम धेरै छिटो फैलिन्छ यो अनि त्यही भएर पनि मन पर्दैन